हेलो वेलकम टु माई च्यानल। आज चाहिँ एउटा सानो ब्लग लिएर आएकी छु। आशा छ सबैजनाले हेरिदिनुहुनेछ। हेटौडामा रहेको चुरियासम्मको यात्रामा निस्किन लाग्दैछौँ। तयारी भएर हामी चाहिँ निस्किनलाई ढोका लगाएर निस्क्यौँ। घरबाट निस्केर हामी चाहिँ नयाँ रोड चोकमा पुगेर पेट्रोल भर्यौँ अनि त्यसपछिबाट हामी त्यहाँबाट अगाडि बढ्यौँ। अगाडि हामी बागमती पुल तर्दै तर्दै रौतहट जिल्लालाई छुँदै अथवा रौतहट जिल्ला प्रवेश गर्दै हामी चाहिँ अगाडि बढ्यौँ। अगाडिपट्टिको यो दृश्य देखेर चाहिँ मलाई सानो भिडियो खिचम लाग्यो। हेर्नुहोस् न कस्तो आनन्द लाग्दो छ कि मौसम अनि त्यसपछिबाट यो वातावरण वरिपरिको यो परिवेश एकदमै रमाइलो लागेको हुनाले चाहिँ मैले यहाँनिर चाहिँ फोटो भिडियो बनाएको छु। त्यहाँबाट हामी चाहिँ पौराही चोक हुँदै हुँदै अगाडि बढेर चपुर पुग्छौँ। चपुर पुग्दा पनि वातावरण एकदमै सफा र रमाइलो किसिमको वातावरण देखिएको छ। हामी दायाँ बायाँको बजारहरू हेर्दै बिहानीको समय भएको भएर त्यति खुलेको थिएन। हेर्दै हामी चाहिँ अगाडि बढ्यौँ। यो अगाडि गइसकेपछि जुन चपुरबाट अगाडि गइसकेपछिको यो जङ्गल चाहिँ एकदमै के सफा भर्खर पालुवा पलाएका बोटहरू, त्यसमा पनि पानीले चाहिँ धुलोहरू सबै पखालिएर राम्रो देखिएको थियो। अनि त्यो हेर्दै हामी चाहिँ निजगढको चोकसम्म आइपुग्यौँ। निजगढ चोक आइपुगेर चाहिँ हामी चाहिँ सरासर हामीलाई चाहिँ गन्तव्यसम्म पुग्नुपर्ने र मौसमले पनि अलिक च्यालेन्ज दिइरहेको छ कि हामी चाहिँ पानी आएको हुनाले केही समय रोकियौँ र एकैचोटि हामीले चाहिँ मन्दिरमा पुगेपछिको यो भिडियो छ। त्यो बिचको भिडियो चाहिँ बनाउन पाइएन पानी आएको कारणले गर्दा। केही समय त हामी रोकिएर बस्यौँ। त्यसपछि पनि हामी चाहिँ बिस्तारै गएर अनि पूजा गरेर माथि चुरियामाई चाहिँ दुई ठाउँमा मन्दिर छ। बाटोमा एउटा अनि माथि गुफा भएको नेरी एउटा। माथिको मन्दिर पूजा गरेर आएर चाहिँ अनि तल पूजा गर्ने बेलामा मेरो चाहिँ भिडियो बनाइदिनु भएको, अलि टाढा बसेर जुम गरेर भिडियो बनाइदिनु भएछ। त्यसमा अलिअलि हल्लिएको पनि छ। खासै भिड नभएको कारणले गर्दाखेरि चाहिँ पूजा गर्नलाई मजाले पूजा गर्न पाइयो। पूजा आजा गरेर हामीले त्यहाँ बाइक पूजा गर्नुपर्ने भएको हुनाले चाहिँ हामी गएका थियौँ। त्यहाँ पुगेर सबै पूजा गरिसकेपछि तलमाथिकै मन्दिरमा पूजा गरिसकेपछि चाहिँ हामीले बाइकको पूजा गरेका हौँ। यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ पूजा सकाएँ। अब उहाँलाई चाहिँ जानु पूजा गर्नु भनेर चाहिँ उहाँलाई पूजा गर्न लगाएँ। पूजा गर्ने क्रममा मैले चाहिँ यहाँ भिडियो लिएको छु। यहाँ देख्न सक्नुहुन्छ चुरियामाईमा रहेको यो चुरियामाई मातालाई हेर्दा पनि छुट्टै किसिमको आनन्द लाग्छ कि मातालाई हेर्दैखेरि। यसरी हामीले चाहिँ यो भित्रको पूजा गरिसकेर बाहिर छेउमा राखिएको बाइकलाई चाहिँ पूजा गऱ्यौँ। अनि पूजा गरिसकेर त्यहाँ नरिवल पनि एउटा फुटाउनु पर्ने थियो। मेरो हस्बेन्डले चाहिँ नरिवल फुटाउनु भयो अनि त्यसले पनि त्यहाँ पूजा गरिसकेर हामी त्यहाँबाट चाहिँ फर्क्यौँ। फर्किने क्रममा चाहिँ यो 3 नम्बर पुल क्षेत्रमा हेर्न सक्नुहुन्छ अहिले भत्काइएको जुन क्षेत्रहरू रहेको छ, यो बाटो विस्तारको लागि भत्काइएको क्षेत्र। यो क्षेत्रमा चाहिँ छोटो भिडियो यहाँ पनि मैले लिएँ। जाने बेलामा पानी परेर लिन सकिनँ। विशेष गरेर यो जुन बन्दै गरेको पुल विगत कति वर्षदेखि बन्दै गरेको
पुलमा चाहिँ अहिले पनि हामी जाममा पऱ्यौँ, त्यहाँ गाडी बिग्रेको कारणले। त्यो जाम छिचोल्दै हामी चाहिँ निजगढ आएर खाजा खायौँ।